गाइजहरू हाम्रो साथमा चाहिँ टोमेन्द्र बम हुनुहुन्छ। अनि सुरक्षा पन्तले दुर्गा परसाईलाई भाडभैलो मचाउने भन्नुभएको छ। त्यसमा चाहिँ टोमेन्द्र बमको भनाइ के छ? मेरो भन्नु केही छैन। जसरी उहाँले अपाच्य भाष्य बोलेर जसले समाजलाई विशृङ्खलताको गतितिर लैजाने प्रयत्न गर्नुभएको छ नि, त्यसको लागि म घोर सना र विरोध गर्न चाहन्छु। किनकि दुर्गा परसाई जस्तो रियल हिरो हो क्या दुर्गा परसाई भनेको। दुर्गा परसाई जस्तो असल व्यक्तित्वलाई उहाँले जसरी गलत व्यक्तित्वको रूपमा हेर्ने काम गर्नुभएको छ नि, त्यस्तो गलत व्यक्तित्वको रूपमा नहेर्नु हुन म अनुरोध गर्न चाहन्छु। किनकि दुर्गा परसाई भनेको उहाँ जस्तो मान्छे होइन। हिंसात्मक दुर्गा परसाई हिंसा मचाउने उहाँ एउटा उहाँहरू जसरी त्यो चोदिया व्यक्ति भनेर भन्छन् नि, चोदिया व्यक्ति भनेर भन्छन्, के भन्नुहुन्छ? मैले भने नि, सुन न बाबु यार, कुरा काट्ने मान्छे त कति हुन्छ समाजमा। अब कुरा काट्ने मान्छेहरू अब सबै काट्ने होइन, मान्छे ज्यान लग्यो नि त दुर्गा परसाईले। मान्छेको ज्यान दुर्गा परसाईले लग्यो। दुर्गा परसाई गएको मार्न खाते त्यहाँ बिचमा गाडी लगेर किन गएको दुर्गा परसाई? दुर्गा परसाई गएको दुर्गा परसाई भनेको रियल हिरो त्यसैले गएको। जसरी पर्दाको हिरो जस्तो होइन क्या त्यो। जसरी अब सुरक्षा पन्ध्र जस्तो एउटा असल नायिका होइन, देशको बौद्धिक नायिका भनेर उहाँले उपनाम दिएको छ नि, उहाँ बौद्धिक होइन क्या। हो ल, बौद्धिक नायिकाले यस्तो भन्दै गर्दाखेरि तपाईँले के बुझ्नुभयो त्यसमा? के बुझ्नुभयो त्यसमा? बौद्धिक नायिका भनेको त सबको स्वतन्त्र हुन्छ नि। नायिकाले जसरी राजावादीहरूलाई मात्र राजाको पक्षधरहरूलाई र राजावादीहरूलाई मात्र अपाच्य भाष्यहरू बोलेर जसरी उहाँहरूमाथि अनेक किसिमका लालछना, दोष र निन्दा गर्ने काम गर्नुभएको छ, त्यो अस्वीकार्य छ। त्यो समाजको लागि आवश्यक छैन, त्यो समाजको विपरीत छ। के सबैले भन्न थाल्छ कि समाजको विपरीत दुर्गा परसाईले गरेको त्यो आन्दोलन भनेर? बाबुजी सबैले भन्ने बित्तिकै हुन्छ नि कान्छा। सबैले मलाई राजा भनिसक्यो, म राजा हो? म राजा होइन नि त। समाजले जे भन्यो त्यसको पछि हिँड्ने होइन क्या हामी भनेको। अनि तैँले भन्दा बित्तिकै त्यो खाते हो दुर्गा परसाई खतरा रियल हिरो कसरी हुन्छ त? सबैले होइन भनेपछि दुर्गा परसाई भनेको रियल हिरो टोमेन्द्र भने भनिसक्यो चाहिँ दुर्गा परसाई। तपाईँ पनि त्यसमा पर्नुहुन्छ होला नि? अन्त खातेले अहिले मैले बुझ्नु पऱ्यो त, तिमीहरू जस्तो जनताले बुझ्ने त हो नि। म त एउटा स्वतन्त्र पत्रकारिता गर्छु। स्वतन्त्र भएको भए गणतन्त्रको पक्षमा किन बोल्नु भयो तपाईँले? उहाँ गरेपछि सबैको विरोध गर्न सिक्नुपर्छ, एउटा मात्र व्यक्तिको विरोध गर्ने होइन। एउटा व्यक्तिको विरोध गर्न पाइन्छ, तर मैदानमै गएर अनि यस्तो हिंसात्मक आन्दोलन भड्काउने खालका अभिव्यक्तिहरू दिएर सर्वसाधारण जनताको ज्यान लिन पाइन्छ? अनि त्यसलाई देशको संविधान, देशको राष्ट्रिय स्वाधीनतामाथि प्रहार भएको छ। देशको अर्थतन्त्रले राम्रोसँग डुबाउन चाहिँ हुने। अनि एउटा नागरिक भएर नागरिकले देशको लागि राम्रो गर्छु भनेर गाडी दिएर त्यो पुलिसको घेराभन्दा अघि जानु त्यो गलत हो भने, जसरी त्यो कुरा गलत हो भने कार्यक्रम गर्दै बिचमा आएर पानीको फोहरा अनि लट्ठी चार्ज गर्नु त्यो राम्रो मान्नु तपाईँले? देशको संविधान र कानुन विपरीत सर्वप्रथम गरेको भने प्रहरीले धेरै दमन गरेको थियो हो। त्यो प्रहरीको दमन सहन नसकेर एउटा असल देशभक्त, राष्ट्रभक्त र देशलाई नयाँ गतितिर लैजान्छु भन्ने प्रयत्न लिएर उहाँले त्यो गाडी प्रहरीको निषेधित क्षेत्रभन्दा अगाडि लिनु एकदमै राम्रो कुरा हो। उहाँले राष्ट्रभक्ति भावना देखाउनु भएको, उहाँले देशभक्ति भावना देखाउनु भएको। उहाँले त्यसमै प्रहरीको मृत्यु भयो अचानक, अनि उहाँ प्रहरी त्यति घाइते भए, त्यसमा ज्यान गएको भए के गर्नुहुन्थ्यो? ज्यान गएको भए के हुन्थ्यो? अनि त्यसो भए आकाशबाट सूर्य झर्दै गए के गर्नुहुन्थ्यो? के गर्थ्यो? अनि उहाँ देशको त्यत्रो नायिकाले दुर्गा परसाईलाई त्यसो भन्नुको मतलब, त्यसको तात्पर्य के बुझ्नुहुन्छ तपाईँ? तपाईँ जस्तो सिङ्गो पुच्छ भएको मान्छे त्यो त्यस्तो बोलेको सुनाउनु के? अनि के मर्दिएको भए के गर्नुहुन्थ्यो? म प्रधानमन्त्री भयो के गर्नुहुन्थ्यो? तपाईँ के गर्नुहुन्थ्यो ल भन्नु नि त? के गर्नुहुन्थ्यो? मर्दिएको भए के गर्नुहुन्थ्यो? तपाईँले के गर्नुहुन्थ्यो? अनि तपाईँले मैले मारिदिएको भए के हुन्थ्यो? के हुन्थ्यो? खाते मैले यहाँ नदीको भए के हुन्थ्यो? नदीको भए के हुन्थ्यो? कुरा गर्न जान्नुपर्छ। तपाईँ जस्तो एउटा बौद्धिक पत्रकार भएर कुरा गर्न जान्नुपर्छ। अनि भन्नुभयो नि के मर्दिएको भए के गर्नुहुन्थ्यो? देशमा अहिंसक गतिविधिहरू गर्ने, त्यसमा संविधानमाथि प्रहार गर्नु त्यो राम्रो कुरा हो। भविष्यको अकल्पनीय कुराहरू गरेर तपाईँले जसरी समाजलाई विशृङ्खलको गतितिर लैजाने मनसायका साथ जुन कुराहरू गर्नुभएको छ, समाजको भइदिएको भए के गर्नुहुन्थ्यो अरे? भइदिएको भए के गर्नुहुन्थ्यो अरे? भइदिएको भए के गर्थ्यो? कारबाही हुन्थ्यो भन्नु पनि भइदिएको भए के हुन्छ? अनि दुर्गा परसाईले अहिले जुन नियतले दुर्गा परसाईलाई दुःख दिने काम गरिरहेको छ, त्यसमा तपाईँको प्रतिक्रिया के छ? तपाईँ मर्दिएको भए के हुन्थ्यो?
अहिले जुन दुर्गा परसाईलाई अहिले चाहिँ अहिले जुन दुर्गा परसाईलाई चाहिँ राज्यले जुन अशृङ्खल गतिविधिहरू गरेको छ भन्ने कुराहरू बाहिर आएको छन्, त्यसमा तपाईँको आफ्नो प्रतिक्रिया के छ? जसरी दुर्गा परसाईले अशृङ्खल गतिविधि गरेको भन्नु भने त्यसरी राज्यले पनि अशृङ्खल गतिविधि गरेर त्यो जनसागरलाई भट्काउने काम पनि गरिरहेको छ। यदि त्यो जनसागरलाई नभट्काइदिएको भए दुर्गा परसाईले राम्रो काम गर्न सक्थ्यो होला, दुर्गा परसाईले के त्यस्तो काम पनि गर्दैन थियो होला, निषेधित क्षेत्र तोड्ने काम पनि गर्दैन थियो होला, र उसले केही मात्रामा जनतालाई सजग मात्र बनाउने काम गर्थ्यो, त्यस्तो भट्काउने खालको हिंसात्मक आन्दोलन गर्दैन थियो होला। र त्यही रहेछ प्रतिक्रिया। जसरी राज्यले गरेको गल्तीको द्रोह जति नै छ दुर्गा परसाईको पनि त्यति नै छ। सर्वप्रथम राज्यले नै गरेको, त्यसैले राज्यले दुर्गा परसाईले आफ्नो संविधानमा